लागू औषध नियन्त्रण गर्न अभियान थालेको बाँके प्रहरीले बुधबार भारी परिमाणमा लागू औषध ब्राउन सुगर सहित एक भारतीयलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय नेपालगञ्ज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र केन्द्रीय लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले 351 ग्राम ब्राउन सुगर सहित बहराइच नानपाराका 31 वर्षीय विशाल अहमदलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलाबहादुर कार्कीले जानकारी दिनुभएको छ। उहाँले विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बम, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र केन्द्रीय लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले बुधबार दिउँसो लागू औषध सहित अहमदलाई पक्राउ गरेको बताउनु भएको छ। उक्त ब्राउन सुगरको मूल्य नेपाली बजारमा करिब 2 करोड रुपैयाँ पर्ने प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 21 स्थित महाराजा स्कुल नजिक मोटरसाइकल राखेर उभिरहेका अहमदले समेतको कालो प्लास्टिकमा उक्त लागू औषध बरामद भएको एसपी कार्कीले बताउनु भएको छ। विशालको साथबाट यूपी 32 एमएस 2618 नम्बरको मोटरसाइकल र 7500 रुपैयाँ समेत बरामद भएको एसपी कार्कीले जानकारी दिनुभएको छ। बाँकेमा बढ्दै गएको लागू औषध ओसार पसार र प्रयोगलाई न्यूनीकरण गर्न बाँके प्रहरीले विशेष अभियान थालेको छ। नेपालगञ्ज नाका र विभिन्न नाकामा प्रहरी परिचालन गरी लागू औषध नियन्त्रणका लागि अभियान थालेको एसपी कार्कीले बताउनुभयो।